छोरीहरूले चाहिँ अंश हक माग्ने कि नमाग्ने त? नेपालमा चाहिँ के प्रचलन रहेको छ त भन्दाखेरि अहिले पनि समाजमा चाहिँ छोरीले चाहिँ अंश हक माग्नुहुन्न भन्ने खालको एउटा प्रचलन रहेको छ। तर नेपालको कानुनले चाहिँ के भन्छ त भन्दाखेरि चाहिँ सम्पत्तिको हक चाहिँ छोरा र छोरीलाई बराबर रूपमा दिएको छ। संविधानको धारा 18 ले चाहिँ समानताको हक दिएको छ, सबैजना बराबर हो भनेको छ। त्यसैगरी धारा 25 ले चाहिँ सबैलाई सम्पत्तिमा चाहिँ बराबर हक लाग्छ भनेर चाहिँ मौलिक हक अन्तर्गत नै राखिसकेको छ। अब यस्तो अवस्थामा पनि माइतीमा अथवा बिहे गरिसकेको छ भने चाहिँ झमेला हुन्छ भनेर चाहिँ छोरीहरूले चाहिँ अंश नलिने प्रचलन रहेको छ। तर अंश भनेको चाहिँ तपाईँले लिने नलिने भन्दा पनि यो तपाईँको अधिकार हो। त्यसैले चाहिँ अब बराबर भइसके पछाडि सम्पत्ति पनि बराबर लिन्छु भन्दाखेरि चाहिँ तपाईँको भोलि झगडा पर्छ, नराम्रो हुन्छ भनेर सोच्नु भएको छ भने चाहिँ तपाईँलाई चाहिँ यो दिएको अधिकार हो। तपाईँले लिने नलिने चाहिँ तपाईँको इच्छा हो है त।